नमस्कार, म खोटाङको एक सचेत नागरिक। यो भिडियो विशेष गरी हाम्रो भर्खरै निर्वाचित माननीय सांसद आर्यन राईज्यूको लागि हो र यो भिडियो शेयर गरेर उहाँसम्म पुर्याउन सहयोग गर्नुहोला। माननीय आर्यन राईज्यू, तपाईलाई चुनाव जिताउन र संसदसम्म पुर्याउन हामी खोटाङे जनता र विशेष गरी श्रम संस्कृति पार्टीका समर्थकहरूले कति योगदान गर्यौं त्यो तपाईलाई राम्रोसँग थाहा छ। म गर्वका साथ भन्छु, म श्रम संस्कृति पार्टीको समर्थक हुँ। तपाईलाई मत दिलाउने मान्छे मध्येको एक हुँ। तर म एउटा कुरा प्रष्ट पार्न चाहन्छु, म पार्टीको समर्थक हुँ तर अन्धभक्त होइन। गलतलाई गलत र सहीलाई सही भन्न सक्ने एक नागरिक हुँ। हामीले तपाईलाई पुरानो पार्टीको नेताहरू जस्तो भाषण मात्र गर्न होइन, माटो र श्रमको राजनीति गर्ने नेता भनेर जिताएका हौं। अघिल्लो पार्टीहरूले खोटाङको अवस्था बिजोग बनाएर छोडे, त्यो हामीलाई र तपाईलाई पनि राम्रोसँग थाहा छ। तल पुरै खतम छ यार, सबै खतम। यो देखिराखेको पुल चाहिँ खोटाङ र उदयपुर जोडिने पुल हो है। ल हेर्नुहोस् पुलको हालत। 10 वर्ष लगाएर विशाल भट्टराईले बनाएको पुल। यो पुल पास गर्ने इन्जिनियर र यो पुल बनाउने मान्छेलाई तपाईँ के भन्नुहुन्छ? 21 महिना नबित्दै यो पुल बगाएर लग्यो। के भन्ने यो नेताहरूलाई? अब हाम्रो ठूलो आशा र भरोसा तपाईमाथि छ। आज म यो भिडियो मार्फत हाम्रो गाउँको 3वटा मुख्य समस्या र योजनाहरू तपाईलाई भन्न चाहन्छु, जसलाई तपाईले तुरुन्तै प्राथमिकतामा राख्नुपर्छ। 1. बाँदर र जंगली जनावर व्यवस्थापन मुख्य समस्या। माननीय आर्यन राईज्यू, आज हाम्रो खोटाङको गाउँहरू देख्नु भएकै छ। गाउँमा कोही मान्छे बाँकी छैन, युवाहरू सबै बाहिरिए। गाउँमा केवल बाबुआमा बाजे बोजू मात्र बाँकी हुनुहुन्छ। गाउँ रित्त हुनुको सबैभन्दा ठूलो कारण हो बाँदर आतंक। त्यो तपाईलाई पनि यथावत नै छ। किसानले दुःख गरेर रात दिन नभनी उब्जाएको अन्न बाली सबै बाँदरले सखाप पारिदिन्छ। बुढीले मात्र त्यो बाँदर धपाउन सक्ने अवस्था छैन। हेर्नुहोस्, गाउँमा बाँदरको आतंक। हेर्नु बाँदर कति छ, 150-200 बाँदरको हुल छ यहाँ। हेर्नु खोलालेको हजुर, हेर्नु त बकुरेको केही राख्छ यसले। ईश्वरा खान्छ, यो खान्छ, त्यो खान्छ, यसो गर्छ त्यसो गर्छ, केही उपाय लानु। जबसम्म गाउँमा बाँदर र जंगली जनावरको वैज्ञानिक व्यवस्थापन हुँदैन, तबसम्म कसैले कृषि क्रान्तिको गफ गरेर हुँदैन। हाम्रो र मेरो पहिलो माग छ, किसानले ढुक्क भएर खेती किसानी गर्ने वातावरण बनाइदिनुहोस्। बाँदर नियन्त्रणको योजना तत्काल ल्याउनुहोस्। र यो विषयमा तपाईले बारम्बार संसदमा कुरा उठाइरहनु भएको पनि हामीले देखेका छौं, सुनेका छौं। तर सरकारले खासै यो विषयमा चासो दिएको छैन र सरकारले यसको समाधान पनि खोज्ला जस्तो देखिएको छैन। हामीलाई सम्माननीय प्रधानमन्त्रीले चिन्दैन, तर तपाईले चाहिँ हामीलाई भुल्नुहुन्न भन्ने हामीलाई पूर्ण विश्वास छ। हामीले तपाईलाई भोट दिएर जिताउनु मध्येको मुख्य एक कारण यो हो र हामीलाई पूर्ण विश्वास छ। यस बाँदर आतंक र वन्यजन्तु आतंकको विषयलाई लिएर सरकारको मात्र मुख नताकी तपाई आफ्नो स्वविवेकको पनि प्रयोग गरेर यो समस्याको समाधान दिनुहुनेछ र खोटाङवासीको मुहारमा खुसी ल्याउँदै खोटाङको युवा गाउँ फर्क भन्ने अभियान चलाउनुहुनेछ। जय देश जय माटो। यसपालिको निर्वाचन भनेको चाहिँ यो संसदमा गएर सांसद कराउने मात्रै होइन, अब जनप्रतिनिधि बन्ने मात्रै होइन, देशैभरि म भन्न चाहन्छु आउने सन्ततिहरूको सुन्दर भविष्य निर्माणको निम्ति सुवर्ण अवसर हो। त्यो भएको कारणले गर्दाखेरि सम्पूर्ण तमाम दाजुभाइ दिदीबहिनीहरूले चाहिँ म माटो चुनाव चिन्हमा मतदान गरी श्रम संस्कृति पार्टी विजय गर्नको निम्ति हार्दिक अनुरोध चाहन्छु। धन्यवाद। जय देश जय माटो। 2. सडक र यातायात बजारको पहुँच। दोस्रो कुरा, हाम्रो गाउँमा शिक्षा र स्वास्थ्यको अवस्था कति नाजुक छ त्यो त भनिरहनु पर्दैन, तर त्यो सँगै हाम्रो गाउँको कच्ची सडकहरूलाई 12 महिना गाडी चल्ने बनाउनु पर्यो। गाउँमा केही उत्पादन भयो भने पनि बजारसम्म पुर्याउने राम्रो बाटो छैन। सब कुदो खोटाङको बाटो गाइज
बाटो नहुँदा गाउँको उत्पादन गाउँमै कुहिन्छ। 3 स्थानीय उत्पादन र बजार व्यवस्थापन बिचौलिया रहित मोडल। तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा जसको बारेमा म विशेष जोड दिन चाहन्छु, हाम्रो खोटाङको वन जंगल र पाखा पखेरामा कैयौं यस्ता चिज छन् जुन बिना कुनै लगानी प्रकृतिले हामीलाई सित्तैमा दिएको छ। हाम्रो गाउँमा निगुरो, सिस्नु, इस्कुस, च्याउ र तामा जस्ता चिजहरू प्रशस्त पाइन्छ जुन अहिले गाउँमा त्यसै खेर गइरहेका छन्। तर अचम्मको कुरा के छ भने काठमाडौँ र धरान जस्तो ठूलो शहरमा मान्छेहरू यही सिस्नु, निङ्ग्रो, तामा, च्याउ किन्नका लागि महँगो मूल्य तिरिरहेका छन्। गाउँमा त्यसै कुहेर जाने, शहरमा मान्छेले खान नपाउने। त्यसैले तपाईसँग हाम्रो माग के छ भने गाउँको यो प्राकृतिक उत्पादनहरूलाई सिधै शहरका उपभोक्ताहरूसम्म पुर्याउनका लागि एउटा श्रम र ढुवानी मोडल तयार पारियोस्। एउटा यस्तो संयन्त्र बनोस् जसले गर्दा गाउँको वृद्धहरूले सङ्कलन गरेका ती चिजहरू उचित मूल्यमा बिक्री हुन सकुन्, जसले गर्दा गाउँमै बसेर पनि बुढा बुढीहरूले 2 पैसा आम्दानी गर्न सक्छन् र शहरका मान्छेले पनि अर्ग्यानिक चिज खान पाउँछन्। सम्माननीय आर्यन राईज्यू, हामीले तपाईलाई संसदमा केवल कुर्सी गर्न पठाएका होइन, पुरानो चक्रव्यूह तोडेर नयाँ काम गर्ने आशमा पठाएका हौं। खोटाङको माटो, खोटाङको किसान र यहाँको रित्तिँदै गएको गाउँको पीडालाई संसदमा जोरदार रूपमा उठाउनुहोस् र काम गरेर देखाउनुहोस्, जुन तपाईले उठाइ पनि रहनु भएको छ र गरि पनि रहनु भएको छ। र मैले सम्माननीय प्रधानमन्त्रीजीको कार्यकक्षमा आएर यो बाँदर व्यवस्थापनको चाहिँ 3टा उपाय सहित कार्यकक्षमा आएर मैले लिखित रूपमा दिएको थिएँ। कृषि र किसान बिना हामीले स्वाधीन राज्य देशलाई परिकल्पना गर्न सक्ने जस्तो मलाई लाग्दैन। यो बाँदर व्यवस्थापन कहिले हुन्छ भन्न चाहन्छु। यसमा सिरियसली सबैजना लाग्नुपर्छ। यो हाँस्ने कुरा होइन, यो सिरियस कुरा छ। लाखौँ किसानसँग जोडेको कुरा। अझै जोडदारका साथ काम गर्दै जानुहोस् र हाम्रो गाउँठाउँको कुराहरू संसदमा बारम्बार उठाइरहनुहोस्। हामी तपाईको राम्रो कामको सधैँ समर्थन गर्नेछौँ र यदि काम भएन भने हामी प्रश्न पनि सोध्न पछि हट्ने छैन। आशा छ आउँदो दिनमा खोटाङले परिवर्तनको महसुस गर्नेछ। पहिला खोटाङलाई बनाऊ अनि देश त त्यसै बनिहाल्छ। जय नेपाल, जय माटो, जय श्रम। धन्यवाद।